नमस्ते एभ्रिवान। आज जापानको गुन्माकेनमा हिउँ परेको छ। तपाईहरूले नि देख्न सक्नुहुन्छ बाटोको दायाँ र बायाँमा हिउँ थुप्रिएको छ। घरहरू सेताम्य भएको छ। बाटो चिप्लिन सक्छ। तपाईहरू पनि ड्राइभ गर्दै हुनुहुन्छ भने स्नो टायर लगाउनु होला, सुरक्षित ड्राइभ गर्नु होला। तपाईहरूले देख्नु नै भयो माथि पुलमा पनि सेतो भएको छ। तल हिउँ पक्लिन थालेको छ। चिसो मौसम छ। तपाईँ सबैजना सुरक्षित रहनु होला। तपाईहरूले यो भिडियो हेरेर मनोरञ्जन लिनु होला। रुखहरू हेर्नुहोस् कति सुन्दर भएको छ। यहाँनिर सुन्तला पनि कति सुन्दर देखिएको छ, सजाएको जस्तो देखिएको छ। घरको आँगनमा पनि अत्यन्तै राम्रो देखिएको छ। वाउ, स्वर्गकै टुक्रामा आइपुगेको जस्तो महसुस भएको छ। तपाईहरू पनि हेर्दै हुनुहुन्छ होला कति सुन्दर देखिएको। गाडीलाई पनि छोपिएको छ, सेतो बनाएको छ। सेतो रङ शुद्धताको प्रतीक मानिने गर्छ। आज सारा संसार नै सेतो भएको छ, सेतो रङले ढाकिएको छ। सायद कतिपयलाई सेतो कलर अत्यन्तै मनपर्छ होला। साइकल पनि यस्तो पुरै ढाकिएको छ। जापानमा साइकल बिना धेरै विद्यार्थी भाइ बहिनीहरूलाई गाडीको लाइसेन्स छैन भने साइकल अत्यन्तै उपयोगी हुन्छ। घरको वालहरूमा पनि, घरको भर्याङमा पनि सेताम्मै भएको छ, जमेको छ। हेर्दै ठाउँ मन लाग्ने। म पनि हिउँसँग खेलिरहेको छु। घरको छानामा पनि त्यत्तिकै छ। अहिले चाहिँ हिउँ रोकिएको छ। यहाँहरूले पनि देख्न सक्नुहुन्छ। यहाँहरूले हेरेर मनोरञ्जन लिनुहोला। रुख सेताम्य भएको छ, बाटो सेताम्य भएको छ। अहिले पृथ्वी नै सेताम्य भएको अवस्था छ। जापानिजहरू एभ्री इयर यसरी हिउँ पर्ने भएकोले गर्दा जापानिजलाई सामान्य भए पनि हामी विदेशीको लागि अत्यन्तै रमणीय रुखमा देख्न सक्नुहुन्छ। अहिले चेरी फुल फुलिरहेको महसुस हुन्छ। कता कता साकुरा फुले कि भन्ने भान गराइदिन्छ। अत्यन्तै सुन्दर देखिएको छ। म बसेको नजिकै यो गुन्माकेन किरिउसीको दृश्य हो। रुखको कुनै पनि भाग बाँकी छैन। अहिले यो मौसममा रुखको पातहरू सबै झरेर डाँठहरू मात्र भएको अवस्थामा यसरी हिउँ परेर हिउँले फाइदा लुटेको छ। हेर्नुहोला कति सुन्दर छ। वाउ, हेर्दै मन आनन्द आउने, मन शान्त हुने दृश्य तपाईहरूलाई देखाइरहेको छु। तपाईहरूले पनि हेरेर मनोरञ्जन लिनुहोला। यदि तपाईहरू पनि जापानमै हुनुहुन्छ भने अहिले हिउँसँग खेल्दै रमाउँदै हुनुहुन्छ होला। अत्यन्तै सुन्दर। वाउ, यो वर्षको एकचोटि जहिले फेब्रुअरी महिनामा चाहिँ हिउँ पर्ने सम्भावना अत्याधिक हुन्छ। अहिले हिउँ पर्ने सिजन छ। जापानको विभिन्न सहरमा आज एकैचोटि हिउँ परेको छ। कतिपय ठाउँमा अलिकति यसको मात्रा बढी परेको छ भने कतिपय ठाउँमा यसको मात्रा अलिक कमी छ। स्नो टायर छैन भने रोड चिप्लिने सम्भावना अत्याधिक हुन्छ। म हिँड्दै यहाँको दृश्यहरू देखाइरहेको छु। किरिउ सिटी यहाँबाट थोरै देखिन्छ। अत्यन्तै मनमोहक छ। यो हिउँले झन् सहरको सौन्दर्य बढाएको छ। तपाईँहरू जापानमै हुनुहुन्छ भने अत्याधिक
वाह र सबैजना सुरक्षित रहनु होला। यो हिउँ आज परेको छ, आज त्यति जाडो छैन, भोलिदेखि चाहिँ जाडो अत्याधिक बढ्छ। आफ्नो ख्याल आफै गर्नु होला। हामी परदेशमा छौँ, घरदेशमा छैनौँ। ख्याल गर्नलाई हाम्रो परिवार साथमा छैन। त्यसैले गर्दाखेरि सबैजनाले आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, स्वस्थ रहनु होला, तन्दुरुस्त रहनु होला र ह्याप्पी रहनु होला। सबैको दिन शुभ रहोस्। जय नेपाल।